तिलगङ्गा आँखा प्रतिष्ठान नेपालमै मात्र होइन, विश्वस्तरमै परिचित एक अग्रणी नेत्र उपचार, अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा परिचित छ। नेपालमा सन् 1994मा रोक्न सकिने अन्धोपन अन्त्य गर्ने दृढ सङ्कल्पका साथ वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राध्यापक डाक्टर सन्दुक रुइतको दूरदर्शी नेतृत्व र उहाँसँगै होस्टेमा हैसे गर्न समर्पित टोलीको प्रयासबाट स्थापना भएको तिलगङ्गाले सुरुवातदेखि नै सुलभ, गुणस्तरीय र पहुँचयोग्य आँखा सेवालाई आफ्नो मूल दर्शन बनाउँदै आएको छ। आँखा सम्बन्धी रोगको रोकथाम, उपचार, शल्यक्रिया, अनुसन्धान र जनशक्ति विकासमा समर्पित तिलगङ्गाले राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारीका माध्यमबाट नेपालको आँखा सेवालाई विश्व नक्सामा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यही गौरवशाली इतिहास, निरन्तर विकास र भविष्यप्रतिको दृष्टिकोणबारे तिलगङ्गा आँखा प्रतिष्ठानकी सिइओ तथा वरिष्ठ कन्सल्टेन्ट नेत्ररोग विशेषज्ञ डाक्टर रीता गुरुङको विचार तपाईमाझ प्रस्तुत गर्दैछौँ। तिलगङ्गा भन्नु चाहिँ त्यहाँ पशुपतिनाथको छेउमा एउटा सानो खोला छ, त्यसको नाम चाहिँ तिलगङ्गा हो। अनि अब हामी पनि अब खोजेर के गर्ने कसो गर्नेमै थियौँ, यो नाम यही नै राख्ने भन्ने थिएन हामीलाई। अनि बिकज देयर इज अ रिभर अलरेडी एन्ड विल पुट द रिभर्स नेम इन आवर इन्स्टिट्युट, द्याट्स वाट इट केम। इट्स नथिङ टु डु विथ एनी रिलिजन, एनी faith, any belief or anything. We just wanted to be in the community. अनि तिलगङ्गामा छ। तिलगङ्गा यो ठाउँको नाम हो भन्ने भन्दा पनि तिलगङ्गा हस्पिटलले गर्दा यो नाम भएको होला भन्ने धेरैको आँकडा त्यस्तो छ। तर इट्स नट बिकज अफ द हस्पिटल बट बिकज अफ द एरिया, बिकज अफ द्याट स्मल रिभर, द नेम अफ दिस इन्स्टिट्युट बिकेम तिलगङ्गा इन्स्टिट्युट अफ अफ्थल्मोलोजी। बाहेक धेरै इन्स्टिट्युसनहरू छन् जसले चाहिँ आफूले सकेको सर्भिस जनतामा पुर्याइरहेका छन् एन्ड म उहाँहरूलाई एकदमै सम्मान गर्छु। यो हुँदाहुँदै पनि तिलगङ्गाको नाम अलिकति माथि आएको कारणहरू विभिन्न हुनसक्छ। एउटा त सबभन्दा ठुलो छ अनि काठमाडौँमै छ, यस कारण एक्सेसिबल छ सबैको लागि। तिलगङ्गामा चाहिँ अहिले अफ्थल्मोलोजीमा हुने सबै सब स्पेसियालिटीहरू छन् अनि सबै स्पेसियालिटीमा एकदमै ट्रेन डाक्टर साहबहरू हुनुहुन्छ, जसले गर्दा पनि होला कि हामी अलिकति स्ट्यान्ड आउट भएको। तर काम हामीले मात्रै गरेका छैनौँ, देयर आर सो मेनी डिफ्रेन्ट अर्गनाइजेसन्स डुइङ लट्स अफ गुड वर्क। हो यो सजिलो काम चाहिँ होइन, अलिक गाह्रो काम हो। यसका लागि हामीले विभिन्न उपायहरू अपनाएका छौँ। हामीले कसैले तिर्न सक्ने तिर्न नसक्नेको आधारमा हाम्रो सर्भिसको क्वालिटी भिन्दै भिन्दै गरेका छैनौँ यहाँ। त्यसले गर्दाखेरि नै हामीलाई गाह्रो हुने चाहिँ हो। मोतीबिन्दु नै भएर कोही मान्छे आउँछ भने पनि हामीले टियर प्राइसिङ गरेका छौँ, जसमा चाहिँ तिर्न सक्नेले फुल अमाउन्ट तिर्छ, अझ त्योभन्दा अलि बढी तिर्न सक्नेले त्योभन्दा पनि अलिकति बढी तिर्छ। र त्यही सर्भिस चाहिँ हामीले जो मैले पैसा तिर्न सक्दिनँ भनेर आउनेहरूलाई पनि दिन्छौँ, त्यसरी पनि उपाय लिएका छौँ। अर्को चाहिँ हामीले धेरै अर्गनाइजेसन्सहरूसँग काम गर्छौँ संसारभरिको। हाम्रो ठुला ठुला पार्टनरहरू छन्, हामी उहाँहरूसँग सधैँ कन्भर्सेसनमा रहन्छौँ कि यहाँ तिलगङ्गामा धेरै पेसेन्टहरू पैसा तिर्न नसक्ने पनि आउँछन्। यसकारण त्यहाँहरूबाट पनि हामीले सपोर्ट पाइरहेका छौँ। नेपालकै पनि धेरै फिलान्थ्रोपी अर्गनाइजेसनहरू छ, ब्याङ्कहरू छन्, सोसियल क्लबहरू छन्, उहाँहरूले पनि कति बिरामीहरूलाई स्पोन्सर गर्नुहुन्छ। यसकारण यहाँ तिलगङ्गाको परिसरभित्र कोही मान्छे छिरिसकेपछि चाहिँ मेरोमा पैसा छैन भन्ने त्यो कारणले चाहिँ यो परिसरबाट बिरामी बाहिर जानु हुँदैन भन्ने हाम्रो मोटो हो। अनि त्यो मोटोलाई चाहिँ हामीले सकेसम्म सधैँ नै समातेर बसेका छौँ र यसका लागि यी उपायहरू चाहिँ छन्।
पहिला तिलगङ्गा सुरु हुनुभन्दा अगाडि नेपालमा एउटा ठुलो सर्वे भएको थियो, प्रेभलेन्स अफ ब्लाइन्डनेस सर्वे, जुन चाहिँ त्यति बेलाको हिज म्याजेस्टिज गभर्मेन्ट, WHO र अरू सङ्घ संस्थाहरूको सहायतामा यो सर्वे भएको थियो। जुन सर्वेले के देखायो भनेदेखि नेपालमा ब्लाइन्डनेसको प्रेभलेन्स चाहिँ एकदमै हाई रहेछ होइन, जस झन्डै 0.8% भनेको मतलब त 100मा एकजना मान्छे त आँखा नदेख्ने रहेछन् भन्ने हामीलाई त्यसमा थाहा भयो। अनि त्यसको सबभन्दा पहिलो कारण चाहिँ मोतीबिन्दु हो भन्ने पनि त्यो सर्वेले देखायो। र त्यो देखाइसकेपछि अब मोतीबिन्दुको अपरेसन त गरिदिनु पर्यो, मोतीबिन्दुलाई औषधले हुँदैन। यसकारण हामीले चाहिँ के पत्ता लाग्यो भने त्यसमा मोतीबिन्दुको अपरेसन गर्दाखेरि जुन लेन्स आँखाभित्र हाल्नुपर्छ त्यो लेन्स चाहिँ एकदमै महँगो। त्यो बेलाको नेपालीले त्यो लेन्स त्यो बेलाको प्राइस अफोर्ड गर्न सक्ने अवस्थामा थिएन। एउटा लेन्सको नै $100 देखि $150 पर्थ्यो। यसकारण हामीले चाहिँ तिलगङ्गामा फेडरल इन्ट्राकुलर लेन्स ल्याब स्थापना गरेर लेन्सको कस्टलाई चाहिँ एकदमै घटाउन सक्यौँ, जसले गर्दाखेरि आम जनताले नै त्यो लेन्स राखेर आँखाको अपरेसन गर्न पाए। अर्को यो हामीले नेपाल आँखा ब्याङ्कको पनि स्थापना गऱ्यौँ। त्यही सर्वेमा के भन्यो भने दोस्रो मेजर कज अफ ब्लाइन्डनेस इज फ्रम द कर्नियल कज। सो हामीले आँखा ब्याङ्कको पनि स्थापना गऱ्यौँ। अहिले हामीले गर्वसाथ भन्न सक्ने चाहिँ के छ भनेदेखि नेपाल चाहिँ इन्ट्राकुलर लेन्सको अवस्थामा र कर्नियाको अवस्थामा चाहिँ हामी एकदमै सेल्फ सफिसियन्ट छौँ। हामी अरूको घर नपरिकन पनि मोतीबिन्दुको बिरामीहरूलाई चाहिँ सर्जरी दिन सक्छौँ विथ लेन्स, गुड क्वालिटी लेन्स। र कर्निया अल्सरको अथवा कर्नियाको कारणले आँखा नदेख्ने भएर बसेका बिरामीहरूको लागि पनि हामीले यो सर्भिस चाहिँ एकदमै लो कस्टमा दिन सकिरहेका छौँ। यसकारण प्रेभलेन्स अफ ब्लाइन्डनेसलाई घटाउनलाई तिलगङ्गाको योगदानहरू यी एरियाहरूमा छन् होला। हामीलाई लागेको चाहिँ जुन उत्पादन छ हाम्रो इन्ट्राकुलर लेन्सको, त्यो उत्पादनले चाहिँ हामीलाई पुगेको छैन। संसारभरि नै यसको डिमान्ड एकदमै छ र हामी कन्फिडेन्स छौँ कि हाम्रो लेन्सको क्वालिटी संसारमा भएको कुनै पनि लेन्ससँग हामी कम्पिट गर्न सक्छौँ। यसकारण इन्ट्राकुलर लेन्सको प्रोडक्सन चाहिँ बढाउनको लागि हामीले त्यसमा काम गरिरहेका छौँ। अहिले जुन यहाँ हाम्रो फ्याक्ट्री छ त्यसको क्यापासिटी भनेको म्याक्सिमम् उत्पादन भए पनि 4 लाखदेखि 4.5 लाख हुनसक्छ, त्योभन्दा बढी गर्न सक्दैन। हाम्रो साइज नै सानो छ भनौँ। यसकारण हामीले चाहिँ हेटौँडाको बासामाडी भन्ने ठाउँमा हाम्रो कन्स्ट्रक्सनहरू सुरु भइसकेको छ। यसकारण ठुलो फ्याक्ट्री त्यहाँ हुँदैछ। एउटा हाम्रो एक्सपेन्सन त्यो हो। जुन सोसियल म्यान्डेट हामीलाई छ कि जो मान्छेहरू चाहिँ अब विभिन्न कारणले गर्दाखेरि तिलगङ्गामा आउन नसकेको कारणलाई सर्भ गर्नुपर्ने पनि हाम्रो म्यान्डेट हो। त्यो हाम्रो सोसियल म्यान्डेट हो र त्यो पुरा गर्नलाई हामीले धेरै कामहरू गर्छौँ। जस्तै आयलबाट हाम्रोमा केही सरप्लस भयो भने हामी त्यो कम्युनिटीको काममा युज गर्छौँ। जस्तै रिफ्र्याक्टिभ सर्जरी त्यस्तै छौँ भने त्यसको साथसाथै हाम्रो अघि मैले भने जस्तो थुप्रै पार्टनरहरू छन् जसको सपोर्टले हामीले कम्युनिटीमा काम गर्छौँ, जसले गर्दाखेरि बिरामीलाई त्यत्रो लामो यात्रा तय गरेर तिलगङ्गासँग आउन नपरोस्। त्यता कोही बिरामीहरू हुन्छन् क्याम्प भनौँ न त्यस्तोमा हुन नसक्ने बिरामीहरू पनि छन् जसलाई चाहिँ यहाँ ल्याउनै पर्छ, यहाँ आउनै पर्छ। अहिले संसारभरि नै केमा कुरामा फोकस छ भनेदेखि अहिले सबैजना क्याट्राक्टमा मात्रै फोकस भए, तर अन्धोपन मात्रै होइन, भिजुअल इम्पेयरमेन्ट गराउने अर्को मुख्य कारण चाहिँ रिफ्र्याक्टिभ एरर हो भन्ने छ। रिफ्र्याक्टिभ एरर चाहिँ चस्मा लाउनु पर्ने मान्छेहरूले विभिन्न कारणले गर्दाखेरि चस्मा लगाइरहेका छैनन्। त्यसले गर्दाखेरि पनि भिजुअली इम्पेयर्ड मान्छेहरूको सङ्ख्या धेरै गाउँमा छन् भन्ने आएको हुनाले यसकारण हामीले रिफ्र्याक्सन मात्रै गर्दैनौँ, तपाईँलाई यति पावरको चस्मा लाउनुपर्छ भनेर कागज मात्रै दिँदैनौँ, चस्मा पनि त्यहीँ उपलब्ध गराइदिन्छौँ एकदमै सब्सिडाइज रेटमा। यसकारण किनभने हामीले तपाईँलाई -1 को चस्मा लानुपर्छ भने कागज दिन्छ, ऊ कहाँ गएर त्यो लिने?
जान सक्ने हो कि नसक्ने हो, उहाँसँग त्यो पसलले लिने पुरा पैसा छ कि छैन, थुप्रै कारणहरू हुनसक्छ। यस कारण हामीले चाहिँ रिफ्र्याक्टिभ एरर सर्भिसेसलाई पनि क्याट्राकको स्क्रिनिङ क्याम्पमा जोडेर र त्यही साइटमा नै धेरै जसोलाई चाहिँ चस्मा चाहिनेहरूलाई चस्मा पनि उपलब्ध गराइरहेका छौँ। नेपालको आई केयर नै रिसर्चबाट सुरु भएको 1980-81 भएको त्यो ठुलो रिसर्चले गर्दा हामीलाई बेसिस दियो कि हामीले फोकस कहाँ गर्ने हैन। त्यो भएको हुनाले रिसर्च त एकदमै मुख्य छ हामी जस्तो ठुलो इन्स्टिट्युसनहरूको लागि, जसले गर्दाखेरि सरकारलाई, पार्टनरहरूलाई, डोनरहरूलाई चाहिँ एभिडेन्स बेस भएर हामी कुरा गर्न सकौँ। त्यस कारण त्यो एभिडेन्स हाम्रो रिसर्चबाट आउने भएको हुनाले यो चाहिँ एकदमै मुख्य छ। र तिलगङ्गाको यो चाहिँ टिचिङ इन्स्टिट्युसन हो जसमा चाहिँ रिसर्च नभइकन इभन हाम्रो विद्यार्थी भाइ बहिनीहरू पनि उनीहरूको पढाइको एउटा क्रेडिट नै रिसर्चमा छ। त्यो भएको हुनाले रिसर्च त एकदमै मुख्य छ। हाम्रो नेसनल र इन्टरनेसनल पार्टनरहरू छन्। इन्टरनेसनल पार्टनरहरूबाट चाहिँ अब हामीले सुरु गरेको नै इन्टरनेसनल पार्टनर भन्दा फ्रेड हलोज फाउन्डेसनबाट सुरु गरेको, त्यसपछि क्योर ब्लाइन्डनेस प्रोजेक्ट फेरि पनि जोडिन आयो। अस्ट्रेलियन गभर्मेन्ट, धेरै पार्टनरहरू छन् जसबाट अघि मैले भने नि हाम्रो तिलगङ्गाको हस्पिटल भने यसले पैसा त कमाउँछ, नकमाउने होइन, तर सरप्लस राख्न सक्दैन। किनभने त्यो दुईवटा कम्पिटिटिभ प्रायोरिटिजको लागि सरप्लस राख्न सक्दैन। यसकारण त्यो बेलामा पार्टनरको काम हुन्छ कि अहिलेको साइन्स यदि छिटो डेभलप भइरहेको छ कि नयाँ ट्रिटमेन्ट आयो, त्यो नयाँ ट्रिटमेन्टको लागि नयाँ किसिमको इक्विपमेन्टहरू चाहियो होइन। यी सबै अनि मेडिसिनमा भएको इक्विपमेन्टहरू सस्ता छैनन्, एकदमै महँगा छन्। अलमोस्ट 50 लाख करोड नभइकन केही आउँदैन। यस्तोहरूमा चाहिँ हामीलाई पार्टनरहरूले हामीलाई सहायता गर्नुहुन्छ कि ठुलो इक्विपमेन्टहरू किन्नको लागि कुनै पनि ठुलो क्यापिटल इन्भेस्टमेन्ट छ भने चाहिँ हामीले हाम्रो गर्न सक्दैन, हामी आफैले मात्रै गर्न सक्दैनौँ। त्यसमा पार्टनरहरू हामीलाई चाहिन्छ। एक दोस्रो चाहिँ हाम्रो सोसियल म्यान्डेटलाई पुरा गर्नको लागि पनि हामीले यहीँबाट जनताबाट हाम्रो सर्भिस दिएर पैसा जुन कमाउँछौँ त्यो पैसाले मात्रै हामी गाउँ गएर यति धेरै कामहरू गर्न सक्दैनौँ। त्यसमा पनि पार्टनरहरूको एकदमै मुख्य हात रहन्छ। जस्तै ठुलो रिसर्चहरू गर्नु पऱ्यो भने पनि हाम्रो यहीँको फन्डिङले हाम्रो त्यो ठुलो रिसर्चहरू, किनभने रिसर्च आर अलवेज भेरी एक्सपेन्सिभ, यो सबै गर्नको लागि पनि हामीलाई पार्टनरहरू चाहिन्छ। अरू चाहिँ हामी डोनर पार्टनरको मात्रै कुरा होइन, हाम्रो ठुलो युनिभर्सिटीहरू, टिचिङ इन्स्टिट्युसनहरूसँग पनि हाम्रो पार्टनरसिप छ, जसमा चाहिँ उहाँको स्टुडेन्टहरू यहाँ हाम्रोमा आउनुहुन्छ, हाम्रो स्टुडेन्टहरू त्यहाँ जानुहुन्छ, एक्सचेन्ज प्रोग्रामहरू हामी गर्छौँ। यो पनि हाम्रो पार्टनरसिपकै कुरा हो। त्यो पार्टनरसिपमा अहिले डोनर पार्टनरसिप भनौँ, त्यो कुराहरूमा हामी इन्टरनेसनल डोनरहरू धेरै छन् भने हाम्रो नेपाली फिलान्थ्रोपिस्टहरू पनि एकदमै हामीसँग जोडिएका छन् अहिले, जसले गर्दाखेरि हामीलाई जस्तै 12-15 वर्षपछि हाम्रो लेजरहरू नै अब रिप्लेस गर्नुपर्ने बेला भयो, तर लेजरको रेट यति कम छ कि हामीले त्यसबाट पैसा थुपारेर राखेर लेजर किन्न सक्ने स्थितिमा हामी थिएनौँ। तर एकजना नेपाली इन्डस्ट्रियल हाउसले आएर हामी पार्सियली तिमीलाई सपोर्ट गर्छौँ भनेर भन्यो, विच इज ग्रेट होइन। अब अहिलेको हाम्रो उसमा पनि बसामाडीको कन्स्ट्रक्सनमा पनि एकदमै धेरै पैसाको खर्च छ, जसमा हामी एक्सटर्नल पार्टनरसँग रिलाइ हुने एउटा कुरा हो। तर नेपाली फिलान्थ्रोपिस्टहरू पनि अहिले अगाडि आइराख्नु भएको छ कि हामीलाई सहायता गर्नलाई, जसले गर्दाखेरि हाम्रो कामलाई अगाडि बढाउनलाई हामीलाई अझै सहायता भएको छ। अहिलेको निडको लागि भनौँ, किनभने संसारभरि नै भइरहेको क्याट्राक्ट सर्जरीमा इच एन्ड एभ्रीबडी निड्स लेन्स। अब यस कारण त्यसको लागि चाहिँ हाम्रो इन्ट्राओकुलर लेन्स ल्याबोरेटरीको एक्सपान्सन एकदमै जरुरी छ। त्यसकै अनुसार हामीले बसामाडीमा कन्स्ट्रक्सन सुरु गरिसकेका छौँ। मेबी in about 2 years we will be able to shift the whole production facility. यदि तिलगङ्गामा हेर्ने भने चाहिँ हाम्रो 8वटा भिन्दै सब स्पेसियालिटी छ, जस्तै कर्निया छ, भिट्रो रेटिना, ओकुलोप्लास्टी, ग्लाउकोमा, मेडिकल रेटिना, पिडियाट्रिक्स, युभिआइटिस, so on and so forth. So यो सबै हाम्रोमा छ। We want to make Tilganga a kind of one-stop shop for the eye care.
होइन आफूले गरेको कामहरूमा आफूलाई सन्तोष लाग्नु सायद हामी मान्छेले हुने त्यही नै होला तर वी हेभ अचिभड लट 30 वर्ष यत्रो ठुलो इन्स्टिट्युसनको लागि लामो समय पनि होइन किनभने हाम्रो इच्छा हाम्रो चाहना चाहिँ यो इन्स्टिट्युसन सधैँलाई होस् भन्ने हो अरू विश्वको अरू ठुला युनिभर्सिटीहरू छन् ठुला हस्पिटलहरू छन् जुन चाहिँ हन्ड्रेड्स अफ इयर्ससम्म गइ नै राखेको छ चलि नै राखेको छ हाम्रो चाहना पनि त्यही हो कि तिलगङ्गा पनि यसरी नै सधैँको लागि जाओस् भन्ने हो यसको लागि हामीले हाम्रो नलेजले भ्याएकासम्म गरेका छौँ त्यो आफ्नो नलेजले भन्दा पनि नभ्याउने कुरा त सायद हामीले गर्न पनि सक्दैन होला तर नेपालको र विश्वको नै भनौँ आई केयरमा तिलगङ्गाले पनि केही कन्ट्रिब्युट गर्न सकेको छ त्यो चाहिँ हामी सबैको लागि गर्वको विषय हो नेपाली लेन्स चाहिँ राम्रो छ भन्ने चिनाउन सकेका छौँ हामीले संसारलाई त्यो हाम्रो लागि गर्वको विषय हो तिलगङ्गा भन्ने यस्तो अस्पताल छ जहाँ गयो भने चाहिँ सबै किसिमको आँखाको रोगहरूलाई चाहिँ निको पार्न अथवा निदान गर्न सकिन्छ भन्ने जुन जनमानसमा फैलिएको जुन भाइब अथवा जुन विचार छ त्यो चाहिँ हाम्रो लागि एकदमै ठुलो कुरा हो यी कुराहरूले चाहिँ हामीलाई अझै काम गर्दै जानलाई ऊर्जा डेफिनेटली दिन्छ जुन ऊर्जाले गर्दाखेरि हामी अझै योभन्दा राम्रो कसरी भन्नेतिर हामी गइरहेका छौँ र हामी सधैँ नै कोसिस हुन्छ कि हाम्रो योभन्दा राम्रो तिलगङ्गा कसरी बनाउने भन्ने कुरा हामीलाई रेस्पोन्सिबिलिटी आएको छ सायद हामी बढ्दै गर्दाखेरि चाहिँ सायद त्यो रेस्पोन्सिबिलिटी हामीलाई थिएन होला हामी गर्दैछौँ जाँदैछौँ माथि भनेर तर अहिले नेपाली समाजले हामीलाई यसरी हेर्छ कि त्यहाँ गएपछि चाहिँ हुन्छ है भनेर जुन दृष्टिकोणले हामीलाई हेर्छ त्यसलाई सधैँ बरकरार राख्न चाहिँ हामीलाई ठुलो च्यालेन्ज हो तर त्यो च्यालेन्ज चाहिँ यस्तो च्यालेन्ज हो जसले हामीलाई प्रगति गर्न अझै सहायता गर्छ यसकारण वी आर कन्फिडेन्ट द्याट वी क्यान डु इट हाम्रोमा चाहिँ कस्तो चलन भयो भनेदेखि अब आँखा नदेख्ने म बुढो भएँ यसकारण आँखा देख्दिनँ मेरो कपाल सेतो भए जस्तै हो आँखा नदेख्नु पनि बुढ्यौलीको एउटा चिन्ह हो यसकारण मेरो बुढ्यौली कसैले चेन्ज गर्न सक्दैन त्यसै अनुसार आँखा पनि केही गर्न सकिँदैन भन्ने जुन जनमानसमा छ त्यो चाहिँ होइन धेरै जसो उमेरको कारणले आउने रोगहरू चाहिँ ट्रिट गर्न सकिने र फेरि देख्न बनाउन सकिने पहिला हामी 16, 17, 18, 19, 20 वर्षको जस्तो देख्थ्यौँ त्यस्तै नै बनाउन सक्ने चाहिँ टेक्नोलोजी छ अहिलेको हामीले ट्रिटमेन्टको त्यो ताकत छ यसकारण तपाईँको आँखामा केही पनि समस्या भयो भने कृपया अस्पताल आउनुहोला तपाईँको नजिकको आँखा अस्पतालमा गए हुन्छ नजिकमा कम्युनिटी आई सेन्टरहरू छन् त्यहाँ गए हुन्छ अथवा तिलगङ्गा आउन सक्नुहुन्छ भने प्लिज तिलगङ्गामा आउनुहोस् हामी त्यसको निदान गर्छौँ र त्यसको ट्रिटमेन्ट गर्ने हामी हरमक्दुर प्रयास गर्नेछौँ थ्याङ्क यू